नमस्ते। पक्कै पनि नाम अलिकति चेन्ज भएको होला, कन्फ्युज नहुनु होला। नाम मात्रै चेन्ज भयो। हाम्रो प्रस्तुतिहरू, हामीले जुन भिडियोहरू राख्ने गर्थ्यौँ पुराना दिनहरूमा, जुन कविता कथाहरू र एउटा जुन तपाईँ र हाम्रो बिचको सुमधुर सम्बन्ध थियो, एउटा साहित्य प्रेमी सम्बन्ध, त्यसलाई हामीले निरन्तरता पक्कै दिनेछौँ। सायद व्यस्तताका कारणले भन्नुपर्छ हामीले भिडियोहरू हाल्नै पाएका छैनौँ, कविताहरू यति धेरै छ। तर पनि आज मैले पुरानो कविता होइन, भर्खर आजकै राखौँ न त होइन, भिडियो एउटा अपलोड गरि नै हालौँ भन्ने किसिमले, त्यो बुझाइले मैले एउटा कविता लेखेको छु भर्खरै। एउटा परदेशीको जीवनलाई समय सापेक्ष नै एउटा जुन अलि मिल्दोजुल्दो छ परदेशी जीवनसँग, त्यही कविता पस्कने अनुमति चाहन्छु। र कविता यस प्रकार सुरु हुन्छ। उफ यी लाल आँखा। कविता सुन्नु होला पुरै। उफ अनिन्द्रा, भोक, थकान अनि थकितले लाल भएका यी मेरा आँखा। उफ अनिन्द्रा, भोक, थकान अनि थकितले लाल भएका यी आँखा। बस घरको यादले परदेशीलाई सताएको परमाण हुने आँखा। बस मनका कैयौं भावना व्यक्त हुन नसक्दा प्रत्येक रात निदाउन नसक्नुका उदाहरण हुने लाल आँखा। अनिन्द्रा, भोक, थकान अनि थकितले लाल भएका आँखा हुन् यी आँखा। बस कसैको यादले सताएर रातभर निदाउन नसक्नुका गतिला उदाहरण हुन् यी आँखा। कोही 7 जन्म 7 दिन्छु भन्नेले यही जन्म साथ छोड्दा पिरलिएका हुन् यी आँखा। कोही 7 जन्म 7 दिन्छु भन्नेले यही जन्म साथ छोड्दा पिरलिएका हुन् यी आँखा। कुनै दिन कसैको पासपोर्ट साइजको फोटो पर्समा राख्ने म। कुनै दिन कसैको पासपोर्ट साइजको फोटो पर्समा राख्ने म। आज त्यही फोटो आँखामा बिजाउने बनेको घात हुँ म। दोष कसको होला? कुनै दिन कसैको पासपोर्ट साइजको फोटो पर्समा राख्ने म। आज त्यही फोटो आँखामा बिजाउने बनेको घात हुन् यी आँखा। दोष कसको होला? आजसम्म मेरो फोनमा सजिएका चिठीको, आजसम्म मेरो फोनमा सजिएका ती चिठीको कि वर्षौं पछि कसैको अन्तिम चिठीले रसाएका यी आँखाको? या दोष मेरै थकान, थकित अनि कसैको यादले पिरोलिएका यी राता आँखाको? कविता यस प्रकारै थियो। परदेशीको जीवन एउटा जुन तपाईहरुले आफै बुझ्नुहुन्छ, जुन शब्दमा व्यक्त गर्न सकिँदैन, त्यो जीवन नै परदेशीको जीवन भनेर बुझ्नुपर्छ हामीले। परदेशीको जीवन भनेको यस्तै छ। यहाँ प्रेमको साथ हुँदैन, यहाँ किस्मतको साथ हुँदैन, समयको साथ हुँदैन। समयसँगै दौडिनुपर्छ। यो दौडधुपमा यति दौडिनुपर्छ मानौ कि धेरै चिजहरूलाई पछाडि छाडेर जीवनको यो दौडमा अगाडि दौडिनुपर्छ। यही जीवन नै परदेशीको जीवन हो। यसलाई सबैले आफ्नो भोगाई, आफ्नो बुझाइबाट फरक दृष्टि, फरक भिन्नताले बुझ्नुहुन्छ। पक्कै पनि तपाईका केही यादहरू र तपाईका केही यस्ता अविस्मरणीय पलहरू छन् भने कमेन्टमा तपाईहरुले भन्नुहोला। आजका लागि यति नै। धेरै समयपछिको यो कविता कस्तो लाग्यो पक्कै पनि कमेन्ट गर्नुहोला। हस्त फेरि भेट्नेछौँ।